आज हामी इजरायलको गेदेराबाट जेरुसलेम हुँदै डेडसीसम्मको यात्रामा निस्किसकेका छौँ। यात्रा सुरु हुन्छ गेदेराबाट। गेदेरा इन्टरचेन्जबाट 448 नम्बरको गाडी चढेर हामी जेरुसलेमतर्फको यात्रामा प्रवेश गरिसकेका छौँ र यो बीचमा हामीले प्राकृतिक मनोहरता देख्न सक्छौँ। हरियाली वातावरण, मौसम र मौसमको प्रतिकूलताका बीचमा पनि बादल धुम्मिँदै जाँदा पनि मौसम अझै पनि सुन्दर देखिरहेको छ। बाटामा हामीले देख्न सक्छौँ प्रकृतिको सुन्दर स्वरूप, हरियाली फाँटहरू, नेपालको तराईको भूभाग जस्तो देखिने गहुँ फाँट, फलेका गहुँ र काटिएका गहुँका पाँजाहरू फिजाएको हामी देख्न सक्छौँ र प्रकृतिले त्यो सुन्दरता अझै धेरै थपिदिएको छ। बादलले हामीलाई स्वागत गरिरहेको छ। मृत्यसागरसम्मको हाम्रो यात्रा यहीँबाट तय हुन्छ र हामी यात्राका क्रममा गेदेराबाट जेरुसलेम गइरहेका छौँ र जेरुसलेम जाने क्रममा देखिएको यो प्रकृतिको सुन्दर दृश्यावलोकन हेरौँ है त। साँच्चै सुन्दर देखिरहेको छ प्रकृति, साँच्चै अद्भुत देखिरहेको छ यो बाटोहरू, यो आकाश, यो बादल, यहाँ देखिएका भवन संरचना, घर र सडकहरू र देखिएको सडकको यो टुनालभित्रबाट हामी अझै अगाडि बढिरहेका छौँ। निरन्तर जेरुसलेमतर्फको यात्रा हाम्रो तय भइरहेको छ र यही यात्रा हुँदै हामी मृत्यसागर अर्थात् डेड सीसम्म गइरहेका छौँ। हामी यति बेला इजरायलको जेरुसलेम भन्ने ठाउँमा आएर केही तस्बिरहरू कैद गरिसकेका छौँ र तस्बिरहरूलाई आफ्नो क्यामेरामा कैद गर्दै हामी अब यहाँबाट जेरुसलेमबाट हामी डेडसीतर्फको यात्रामा 486 नम्बरको गाडीमा चढेर त्यतातर्फ प्रवेश गरिसकेका छौँ। बिचमा हामी निकै सुन्दर प्राकृतिक दृश्यहरू हेर्न सक्छौँ। हामीले यही बिचमा मेट्रो रेल पनि देख्यौँ, विभिन्न सुन्दर रङ्गीचङ्गी गाडीहरू पनि देख्यौँ, बिचका फराकिलो बाटो पनि देख्यौँ र इजरायलको साँच्चै सुन्दर विकास पनि देख्यौँ र यी विकासलाई निहाल्दै हामी ठुला चौडा सडकहरूको माध्यमबाट हामी मृत्यसागर अर्थात् डेडसीतर्फको यात्रामा अघि बढिरहँदा हामीले यहाँ साँच्चै सुन्दर दृश्यहरू, साँच्चै सुन्दर पार्कहरू, साँच्चै सुन्दर प्राकृतिक पर्यावरणहरूलाई निहाल्न पुग्छौँ। प्रकृतिसँगै रमाउँदै गरेका विकास निर्माणहरू, विभिन्न जल विद्युतका चाहिँ ऊर्जा उत्पादन केन्द्रहरू, त्यसै गरी प्राकृतिक रूपमा हावा, घाम र पानीबाट निकालिएका ऊर्जाका स्रोतहरू, फल्दै गरेका विभिन्न खजुरका वृक्षहरू र यहाँ घुम्दै नाच्दै रमाउँदै गरेको प्रकृतिको सुन्दर अनुपम दृश्य पनि हामी निहाल्न सक्छौँ। मूलतः 3वटा देशहरू इजरायल, प्यालेस्टाइन र जोर्डनको सीमा क्षेत्रबाट यात्रा तय हुँदै गर्दा बिचमा हामीले देख्न सक्छौँ विभिन्न सडकका दूर दृश्यहरू र त्यहाँबाट निहाल्न सक्छौँ हामीले चट्टानी पहाड र पर्वतहरू। त्यही चट्टानी पहाड र पर्वतहरूलाई छिचोल्दै हामी मृत्यसागरतर्फको यात्रामा प्रवेश गरिरहेका छौँ। अगाडि बढिरहेको छ र यात्राको क्रममा हामीले दुवैतर्फ सडकबाट निकै विशाल चट्टानी पहाड र पर्वतहरू देखिरहेका छौँ, जसलाई हामी
चाहिँ चट्टाने मरुभूमि पनि भन्न सक्छौँ। र चट्टाने मरुभूमिको माथि आकाशतर्फ बादल बढाइरहेको छ र निलो आकाश, चट्टाने मरुभूमि र देखिएको साँच्चै यो सुन्दर प्राकृतिक दुर्लभ दृश्यलाई हामी निहालिरहेका छौँ। हामीले देख्न सक्यौँ खजुरका वृक्षहरू जहाँ चाहिँ खजुरहरू फलिरहेका छन् र यहाँका कृषकहरूले यहाँको कृषि उत्पादन बजारमा यी खजुरहरू पुर्याइरहेका छन् र आर्थिक रूपमा इजरायलले आफ्नो विकास र समृद्धिमा कृषिलाई प्रोत्साहन गरिरहेको छ। बिचमा हामीले फलेका विभिन्न अन्न र खाद्यान्न बालीहरूलाई पनि निहाल्न सक्छौँ। पर देखिएका सोलरका प्यानलहरू जहाँबाट ऊर्जा उत्पादन गरिरहेको छ इजरायलले र विकास र निर्माणमा उसले कुनै पनि कसर बाँकी राखेको छैन। यो दृश्यलाई हामीले यही सडकबाट निहाल्न सक्छौँ। मृत सागरसम्मको यो यात्रामा यी विभिन्न साँच्चै सुन्दर, अद्भुत र विकासका छनकहरू हामी निहाल्न सक्छौँ। नेपालको विशेष गरेर मुस्ताङ र मनाङतर्फको जुन हिमाल पहाडीका जिल्लाहरू भनेर चिनिन्छन् त्यतातर्फको भूगोल जस्तो कता कता मिल्न जाने यो भूगोलले हामीलाई नेपालको झल्को पनि दिन्छ, नेपालको सम्झना पनि दिलाइदिन्छ र हामीलाई प्रकृतिको सुन्दर अनुपम यो छटाले साँच्चै मन लोभ्याइदिन्छ। यही बिचमा हामी पुग्छौँ डेढसी अर्थात् मृत सागरको किनारतर्फ र किनारको भूभाग हुँदै खजुरका वृक्षहरूलाई निहाल्दै आकाशको खुल्ला सृजनालाई हामीले देख्दै हेर्दै भूगोललाई हामीले निहाल्दै डेढसीतर्फ अगाडि बढ्न थाल्छौँ। जेरुसलेमबाट करिबन 1.5 घण्टादेखि 2 घण्टासम्मको यात्राबाट हामी आइपुग्छौँ डेढसीतर्फ र डेढसीका विभिन्न भूभागहरू छन्। त्यसमा हामी यो बेनेकक भन्ने क्षेत्रतर्फ हामी दक्षिणी क्षेत्रतर्फ गइरहेका छौँ। आराद भन्ने जुन भूगोलबाट नजिकै पुग्दै जाँदा हामी यहाँ आइपुग्छौँ र यो समुद्र सतहबाट करिबन 430 मिटरको गहिराईतर्फ हामी अगाडि बढिरहेका छौँ र यो सबैभन्दा होचो भूभाग हो। मृतसागरको निकै नजिकमा पुग्दा पानीको सतह हामीतर्फ आएको जस्तो देखिन्छ। आकाशमा बादलहरूले हामीलाई स्वागत गरेर मृत सागरको किनारै किनारा हामीलाई त्यो अद्भुत क्षेत्रतर्फ लगिरहेको छ। साँच्चै सुन्दर छ यो दृश्य, साँच्चै अद्भुत छ यो दृश्य। प्रकृतिको प्राकृतिक घटना मध्ये मृत सागर अर्थात् नुनै नुनको ताल अर्थात् नुन पानीको ताल जोडन नदीबाट उद्गम बनेर बगेर आएको तालको प्रवेश क्षेत्रतर्फ हामी पुगिसकेका छौँ। विभिन्न सुन्दर तस्बिरहरू कैद गरेर पानीमा हामी प्रवेश गर्छौँ र पानीमा प्रवेश गर्दै गर्दा यहाँको पानीले हामीलाई साँच्चै शीतलता, साँच्चै आनन्द दिएको छ। यहाँको पानीमा हामी तैरिन्छौँ, डुब्दैनौँ, किनभने नुनै नुनको मात्रा छ र यहाँ म्याग्नेसियम, पोटासियम, त्यसै गरी हाम्रो शरीरको लागि चाहिने तत्त्वहरू यहाँ छन् प्रचुर मात्रामा, जुन खनिज तत्त्वहरूले हाम्रो छालालाई साँच्चै राम्रो गर्छ। यहाँ कुनै जीवको अस्तित्व छैन, कुनै बोट बिरुवाको अस्तित्व छैन, तर पनि यो पानीले, यो नुन पानीले हाम्रो छालालाई, हाम्रो शरीरलाई साँच्चै राम्रो गर्छ भन्ने विश्वासका साथमा संसारभरबाट मान्छेहरू पर्यटकीय दृष्टिकोणबाट पनि यो क्षेत्रमा आउने गर्छन्। हामीले प्रकृतिलाई निहाल्न सक्छौँ। साँच्चै सुन्दर छ यो दृश्य, साँच्चै अद्भुत छ यहाँको पानी, साँच्चै बेग्लै छुट्टै आनन्द छ। यहाँको पानीमा तैरिनुको बेग्लै मजा छ, बेग्लै आनन्द छ।
प्रत्येक वर्ष यहाँको पानी सुक्दै गइरहेको तथ्यहरू वैज्ञानिकहरूले पत्ता लगाइरहेका छन्। मृत सागर अर्थात् डेड सीको यात्रामा हामी अगाडि बढ्दै गर्दा यहाँको आनन्दले हामीलाई छोड्नै मानेन। तर पनि हामी यहाँको माटोलाई हातमा लिएर छोटो समयलाई पनि हामीले सदुपयोग गर्दै हाम्रो यात्रामा यो यात्रालाई अझै सुन्दर बनाउन लागिरह्यौँ। यहाँको पानीमा तैरिराख्यौँ, कि तस्बिरहरू कैद गऱ्यौँ, हाम्रो मोबाइलमा राख्यौँ, ती तस्बिरहरूलाई सुरक्षित राख्न प्रयास गरिरह्यौँ र यहाँको स्मृति मानसपटल, यहाँको हावा, यहाँको पानी र यहाँ नुनै इन्डियनको क्षेत्रलाई छोड्दै हामी फेरि आफ्नो गन्तव्यतर्फ फर्क्यौँ।